गुड मर्निङ, नमस्कार सबैमा। ल आज हाम्रो वनभोज कार्यक्रम नमस्ते एकता यातायात प्रहरीको हाम्रो वनभोज कार्यक्रम आज सुरु हुँदैछ। अब हामी हिँड्ने तयारी गर्दैछौँ। एउटा बस, दुईवटा बस हाम्रो जाने तयारीमा छ। अब हामी हिँड्ने तयारी छ, हेर्न सक्नुहुन्छ। ल सुरु हुँदैसँगै हाम्रो यात्रा सुरु भयो है। घाम पनि लागिसकेको छ। काला खोला एकदम ध्वस्त भइसक्यो। हाम्रो यहाँ हावा भर्ने काम भइरहेछ गाडीमा हावा कम भयो, बन्द छ पसल, त्यो वेटिङमा छ। घोराई बजार आइपुग्यो। अर्को गाडी हाम्रो यो छ, हाम्रो गुरुको गाडी हो। पछि हामी घोराईबाट मेन रोड छोडेर यता लेफ्ट साइडतिरबाट लाग्यौँ। अब हामी यहाँबाट बङ्गला चुन्चुरा सुरु हुन्छ। हाम्रो एउटा के छ विश्राम र टोइलेट गर्ने टाइम भइरहेछ अहिले। सबैजना निक्लिरहेछन् घरबाट। ल्याउँछ है अहिले टाढोमा बाटो छ एकदमै खतम छ। टिप्पो बाटो हात्ता जुत्ता राम्रै रहेछ तर बङ्गलाचोरी सुरु भयो। बङ्गलाचोरी गाउँपालिका बङ्गलाचोरी सुरु। हिमाल पनि देखियो यहाँबाट। हिमाल पनि देखियो हेर्नुहुन्छ। हिमाल एकदम हिउँ परिरहेको छ। अब आइरहेको छ भने यहाँबाट हिमाल पनि देखिरहेको छ। कहाँ हो सिस्ने हिमाल हो क्या हिउँ परिरहेको छ उता। बाटो कच्ची भयो भने तलतिर बाटो चाहिँ राम्रो चाख्दै रहेछ। अब त्यति हो टिप्परबाट हिँड्ने भएर अलिक क्रिया मात्रै रहेछ। त्यही हिमाल रहेछ यहाँ भाइ, हिउँ परेर हिमाल देखिँदैछ। हामी त गइराम जानलाई त हिमाल है टपबाट। कतिवटा डाँडा त हिउँरै देखिन्छ नि। डाँडा देखेर छोरा त्यति देखाएको यति जस्तो मानिन्छ। त्यो कहाँ हो यार। त्यो उताबाट पातलो पऱ्यो क्या। पातलो पक्रिहाल्छ यो त।
नहीं बीच में था तो ये लोग भी ऐसा था क्या यो गाडीवालाको यो कति के हुन्छ भने थाहा हुन्न गाडी ड्राइभरको जिन्दगी भनेको साह्रै दुःखदायी जिन्दगी हुन्छ यहाँ घरमा जान्छ नि कति बेला कहाँ हुन्छ भने के हुन्छ भनेर थाहै हुँदैन जहाँ पनि जङ्गलको बास पनि हुन्छ बाटोको बास होइन जहाँ पनि हुनसक्छ ड्राइभर ल यो बाटो चाहिँ गलत परेछ हाम्रो है बस घुम्दैछ हामी चाहिँ बाटो अर्को बाटो आएछौँ अर्को उता एउटा फाटे बाटो थियो त्यहाँबाट जानुपर्ने रहेछ खासमा हामी चाहिँ गलत बाटोमा आएर बस घुमाउनु पर्ने भयो घुम्छ होला कि घुम्दैन अलि अगाडि खुल्ला बाटो छ र छैन होला हामी फेरि फर्किने यता अर्को बाटो रहेछ क्याम्पस हो क्या यार त्यही भएर फेरि यहाँबाट घुम्नु पर्ने भयो बाटो चाहिँ खास यता रहेछ है यहाँबाट दाङबाट आउँदाखेरि यहाँबाट यता यता यो लेफ्ट साइड नभए राइट साइडतिर यहीबाट हो क्या उतातिर हामी तलको भयो माथि कमिरे अस्पताल सरकारी अस्पताल होला सायद बङ्गलाद्वारे बरोडी चौकी सरोज यहाँ बस्नु इन्ट्री हुन्छ होला यता चाहिँ चौकी आनन्द हिमाल हेर्न पाइने यहाँबाट सुन्दर हिमाल पहाड यस्ता बस्तीमा आनन्द छुट्टै हुन्छ पहाड हिमालमा बसेर तलतिर हेर्नुको अनुभव मजा नै बेग्लै हुन्छ फेरि बचनी ठाउँको नाम बचनी सानसानो बजार जस्तो छ पाइन्छ कि भनेर हो हिमाल छ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ है हाम्रो देशमा छ अलिकति नेतृत्व गर्ने मान्छे मात्रै सही नपाओ तपाईँ हाम्रो देश युरोप अमेरिका क्यानाडा यहाँ अस्ट्रेलिया भन्दा कम नआउने देश सिङ्गापुर भन्दा खास खबर काटेर आइसक्नु भएको छ मन्दिर बजार रहेछ बसहरू रहेछ अटो त यही छ नि त पार्क जाने अटो यहाँ छ है गेट छ है यो होला सायद यतै हो सायद बङ्गलाचोलीको प्रवेशद्वारमा प्रवेश गऱ्यौँ हो बाटो चाहिँ यता चाहिँ बाटो अलिक मजा छ है सुन्दर ठाउँ छ अहिले बाटो मिस्टेक भएर हामी उहाँ पुग्नु लाग्यो पहाडतिर यात्रा गर्दाखेरि हिमाल पहाड देखेर मन त खुसी हुन्छ तर फेरि बाटो देख्दाखेरि पनि डर लाग्छ बाटोहरू चाहिँ एकदम सानो भनेको छ बाटो चाहिँ विकास हुनु पहाडतिर बाटो सानो छ गाडीले काट्नमा गाह्रो परेको छ अझै माथि रहेछ माथि टावर छ त्यही होला क्या सायद जब बन्द छ यो माथि नै होला क्या टाढो अझै आएन होला
हामी चाहिँ आइपुग्यौँ यहाँ पहिले पनि आउनु भएको छ यहाँ पकाउने काम भइरहेको छ अब हामी चाहिँ भर्खरै आइपुग्यौँ अब हाम्रो के कस्तो हुन्छ बुझेर हुन्छ बङ्गला चुली हिमाल कमी देख्नुभयो पहिला पानी चाहियो ओ खाना खानु खाना खाना एउटा के हो सघाउनु पर्छ त त्यही हो के मिक्स हुनु के मिक्स छ यसमा भेलचिउरा भेलचिउरा मान्ला मान्ला ल कस्तो खाले खुर्पा हो यार यो यार मुला गएर चाहिँ काट्यो हड्डी हुन्छ यो जोइनलाई हामीले माथिबाट हान्नु बाटो यो कच्ची बाटो के मैले त पत्ता थिएन बाटो अठाउनु चाहिँ किन तानो नगरे पानी गुरुबार अंकल तले ठुलामा यत्र पेसा हुन्छ यत्र पेसा कतरा चाहिए ठुला भएर यत्र पेसा त ल हाम्रो बाबुराम टन्डनले कटनेसी बनाउँदैछन् नमस्ते एकता यताबाट आएको हाम्रो चाहिँ पिकनिक कार्यक्रम बङ्गला चुलीमा आउँदैछौँ हाम्रो चाहिँ आउँदैछौँ न आइसकेर खाने टन्डन भाइले एकदम कटनेसी फराई है लास्ट हानिदिनु पर्छ फराईमा एकदम भइरहेछ एकदम स्पेसल हाम्रो मान्नु दाइ चाहिँ उहाँको चाहिँ थिएको सबै छ भन्नु मिलेन भाइ फाल बोकेर हिँड्न सही
अब चाहिँ नास्ता कटनेसी भुजा नास्ता खाने बेला भइरहेछ त्यसपछि फेरि खाना खाने सुरुवात हुन्छ ल ओके छ भिडियो हेलो हामी छौँ है ल भइरहेछ पछाडि पछाडि लाउनुहोस् हेलो खै त हामी देखिँदैनौँ त आसमा देखिन्छ आफमा त देखिन्छ यार ल यता आएर त बरु खबर यसो टिप्दै बनाउनु ल हाम्रो दोस्रो चरणको खाना खाने क्रम भइरहेछ है अब खाना खाने क्रम भइरहेछ अघि नास्ता जस्तो भयो अब चाहिँ खाना खाने क्रम भइरहेछ मैले राखेको छु बोलाएको छु हात धुनु यता चाहिँ मासु यता मासु मार्ने काम भइरहेछ भने यता सलाद यता खाना ल अब हाम्रो पिकनिक कार्यक्रम सकिन आँट्यो लगभग भ्याइन आँट्यो अब हामी चाहिँ अन्तिम चरणमा छौँ र अब हामी जाने सरसफाइ गरेर हिँड्ने क्रममा छौँ एकदम बेस्ट लाग्यो ठाउँ चाहिँ सबैलाई मन पर्यो तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ लगभग सुविधा सबै रहेछ भाँडाकुडी यताउता हल्का आफूले लिएपछि पानी सानी यताउता व्यवस्था रहेछ टक्क सबै देखिन पाउने शान्त वातावरण रहेछ यहाँ चाहिँ अब चाहिँ हामी हिँड्छौँ होला अन्तिम चरणमा आइसकेको छौँ भाडा भइसक्यो अब गाडी स्टार्ट भइसकेको छ ल सबैले बाहिर भने बङ्गासुले अब ल सबैले बङ्गासुले बाहिर गरौँ अब टाङ पिछुर पर्दैछौँ हाम्रो पिकनिक समाप्त भयो